हेलो साथीहरू, म चाहिँ काम गर्ने ठाउँको ठुलो मलभित्र आइपुगिसकेँ। सुरुमा यो मलभित्र छिर्दा पनि यहाँबाट आफ्नो काम गर्ने ठाउँमा जान पनि नसक्ने कि हराउने भनेको त्यस्तो अवस्था थियो। यहीँ त धेरै हराउँथ्यो हामी त। अहिले चाहिँ अब थुप्रो भयो, 2 वर्ष कम्प्लिट भयो जापानमा यही ठाउँमा काम गरेको चाहिँ। अहिले चाहिँ केही लाग्दैन है साथीहरू। ती पसलहरू सबै 9 बजेपछि मात्रै खुल्छन्। अहिले चाहिँ सबै बन्द छन्। गौछा यस्तो जुस कम्पनीहरू एम भन्ने चाहिँ देख्नु होला, नेपालतिर पनि छ है यसको ब्रान्डहरू। यहाँसम्म त आइपुगेँ। यहाँबाट चाहिँ फेरि हाम्रो यो भित्र छिर्नको लागि चाहिँ पिन हाल्नुपर्ने हुन्छ। 5894 ओके खुल्यो। यहाँबाट चाहिँ यस्तो छ। यो भित्र चाहिँ अब हामी चाहिँ यहाँ गोदामभित्र चाहिँ अब लुगाहरू फेरेर चाहिँ काममा जानुपर्ने हुन्छ। सुनसान छ अहिले, मान्छेहरू खासै आउनु भएको छैन काम गर्ने साथीहरू। म चाहिँ अलिकति अगाडि निस्केको आज। यो चाहिँ हाम्रो स्टोर। कोही हुनुहुन्न, यस्तो छ स्टोरको अवस्था। ल साथीहरू, हेलो। ल आजलाई यो भिडियो यतिमै म समाप्त गर्न चाहन्छु। पछि नेक्स्ट भिडियोमा भेटौँ है त। बाई बाई।